सकिँदैन भने जो सक्नुहुन्न जो अलिक कमजोर हुनुहुन्छ उहाँहरूले प्रेम से बोलो राधे राधे सबैजनालाई। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर। र अहिले चाहिँ हामी उपस्थित छौँ साथीको घरमा शिवराज छेत्री है, र उहाँको घर चाहिँ धनियापुर, आसाम सदिया धनियापुर। आज हाम्रो घरमा आजबाट 7 दिनिया भागवत पाठ पुराण आयोजित हुँदैछ। त आज 11 तारिक कलश यात्रा हो। अहिले हाम्रो समय भयो 9:04, 9:30 हामी कलश यात्राको शुभ मुहुर्त स्टार्ट गरिन्छ अनि भोलिबाट कथा सुरु हुन्छ। साथैमा हाम्रो साथीहरू पनि आइपुगेका छन् सबैजना। साह्रै खुसी आनन्दित लागेको छ। यो भागवत राम्रो होस् भनेर आशा गर्छु र आशा गर्छु हामी सबैजनालाई आशा गरेको छौँ। जतिजनाले पनि हेर्नुहुँदैछ, जति सक्नुहुन्छ आउनु होला, सबैजना आउनु होला र यो भागवतलाई सबैजनाले आएर रमाइलो गर्नुपर्छ होइन। र स्थान चाहिँ फेरि एकचोटि भन्दैछु, हाम्रो आसाम सदिया धनियापुर, चुनपुरा धनियापुर र आज चाहिँ सदिया चुनपुरा धनियापुर। अरू धनियापुर नबुझे भनेपछि चुनपुरा मिरिगाउँ भन्दा नि हुन्छ। र आज चाहिँ यो कलश यात्रा र हामी एकछिन पछि कलश यात्राको लागि निक्लिनेछौँ र आशा गर्छु हजुरहरू पनि आउनुहुन्छ भनेर। नमस्ते। र गुरुजी हामी सबैले भागवत आयोजन गर्छौँ। हामी के को लागि आयोजन गर्छौँ मलाई थाहा छैन, त्यही म हजुरलाई मतलब पर्सनली सोध्दैछु र के को लागि आयोजन गर्छु र के को लागि आयोजन गर्नुपर्छ यो भागवत चाहिँ। जय श्री राधे। हजुर जय श्री राधे, जय श्री कृष्ण। अति सुन्दर सौभाग्य, उहाँले साह्रै सुन्दर प्रश्न गर्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। भागवत किन लगाइन्छ, के का लागि लगाइन्छ भन्ने एउटा यो प्रश्न सबैका मनमा रहन्छ। किनकि भागवत किन लगाउनु पर्दछ भन्ने विषयमा विशेषतः भागवत भनेको सम्पूर्ण पितृ उद्धारको निमित्त यो श्रीमद् भागवतको आयोजन गरिन्छ। भनिएको पनि छ, धन्या भागवती वार्ता प्रेत पीडा विनाशिनी सप्ताह होपी तथा धन्य कृष्ण लोक फलप्रद भनेर भनिन्छ। श्रीमद् भागवत भनेको यस्तो महान ग्रन्थ हो जसलाई 7 दिनमा श्रवण गर्ने हाम्रो परम्परा चलेर आएको छ। किन त भन्दाखेरि जति पनि प्रेत अथवा पितृहरूको उद्धारको निमित्त। यसै त हामी वार्षिकमा श्रीमद् भागवतको आयोजन गर्दछौँ। वार्षिक नभए तापनि जो जीवित रहनुहुन्छ त्यति बेलै भागवत गरेको पनि उत्तम मानिन्छ शास्त्रमा। भागवत श्रवण गराउनु भन्दछ र पितृ उद्धारको निमित्त जसरी भागवत महात्म्यमा वर्णन आउँदछ, धुन्धुकारी एउटा महान प्रेत भएको थियो, उसको श्रीमद् भागवतद्वारा नै उद्धार भएको थियो भन्ने अनेक पुराणहरूले उल्था गर्नुभएको छ। त्यस कारणले श्रीमद् भागवतको आयोजना गरिन्छ। आज सुन्दर सौभाग्य हामीलाई मिलेको छ। आज यो धन्यापुरको यस पावन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुन गइरहेको छ र आज भव्य रूपमा हाम्रो कलश यात्रा आरम्भ हुनेछ। हाम्रा गुरुजीहरू रहनुभएको छ, हाम्रो आचार्य हुनुहुन्छ कृष्ण दाहालज्यू, यसै गरी हाम्रो उपव्यासमा हुनुहुन्छ हाम्रो नवीन ढुङ्गानाज्यू, र यसै गरी हाम्रो अर्को वेदमा हुनुहुन्छ हाम्रो भीष्म निरौलाज्यू र सम्पूर्णको साथ सहयोगले गर्दाखेरि आज यस स्थानमा, यस पावन धरतीमा श्रीमद् भागवत हुन जाँदैछ। त्यस कारणले गर्दा जति पनि भक्तहरू यो माध्यमद्वारा, यो मिडिया फेसबुक माध्यमद्वारा हेरिरहनु भएको छ भने हजुरहरूलाई पनि यसद्वारा हामी यहाँबाट हामी कर्ता परिवार भएर हामी हजुरहरूलाई निमन्त्रण गर्दछौँ। हजुरहरू आउनुहोस् र यो श्रीमद् भागवत रूपी अमृतको आस्वादन गर्नुहोस् भन्दै हाम्रा पवन ठकुरी भाइलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै म आफ्नो बाणीलाई विराम दिन्छु। र अहिले चाहिँ हाम्रो कलश यात्रा सुरु भइसकेको छ र सबैजना यसरी हातमा कलशी लिएर बेलपत्ता यसरी लिएर सबैजनाले आफ्नो आफ्नो लाइन सुरु गरिसक्नु भएको छ। राधे राधे, राधे राधे, राधे राधे, राधे राधे, राधे राधे, राधे प्रेम से बोलो, दिल से बोलो। र यसरी नै हामी सबैजना कलश यात्राका लागि निक्लिसकेको छौँ। सबैजनाले हातमा कलश लिएर राधे कृष्ण राधे कृष्ण 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 राधे। र दर्शक पनि हेर्न सक्नुहुन्छ। सबैजना भक्तजनले आफ्नो आफ्नो कलश बोकेर यहाँ
जल भराउनु रेडी भइसक्नु भएको छ। हेर्नु कति मजाले यहाँ हेर्न सक्नुहुन्छ। जय श्री राधे, जय श्री कृष्ण। आज हाम्रो कलश यात्रा हजुरहरूले देखि नै रहनु भएको छ, भाइको माध्यमद्वारा गरिन्छ। यहाँबाट हामी सहर्षका साथ कथामा विघ्न नहोस् र वरुण देवताको कृपा होस्, किनकि जलादि देव हुनुहुन्छ वरुण देवता। सर्वप्रथम उहाँलाई मनाउनु अति आवश्यक छ, किनकि जलका देवता हुनुहुन्छ। त्यसकारणले हामी कथामा विघ्न नहोस् र सुन्दर प्रकारले यो कलश यात्रा होस् र कथा सुन्दर प्रकारले होस् भन्नका निमित्त धेरै भक्त समुदाय मिलेर हामीहरूले यसरी कलश यात्रा गर्ने गरेको छ। नमो नमस्ते स्फटिक प्रभाय सुश्वेतहाराय सुमङ्गलाय सुपासहस्ताय जशासनाय जलादिनाथाय नमो नमस्ते भनेर चाहिँ वरुणलाई बडो प्रेमले पूजा आराधना गरेर हामी जल मागेर यहाँबाट लिएर जानेछौँ र 7 दिन पर्यन्त हामी त्यो जललाई राख्नेछौँ र त्यस अन्तिम चरणमा हामी जब साङ्गे हुन्छ त्यही जलले हामी भक्तहरूलाई अभिषेक गरिदिनेछौँ। घरमा सुख शान्ति समृद्धिको कामनाका साथ र सदैव उत्तरोत्तर हर इच्छा कामना पूर्ण होस् भन्नका निमित्त हामीहरूले जल यात्रा गर्ने प्रारम्भ गरेका छौँ र पुनः कलश भागवत समापन पछाडि फेरि आएर हामी जल ल्याएर यहाँ फर्काउनेछौँ, यहाँ विसर्जन गर्नेछौँ। यही नै कलश यात्राको ठुलो महिमा रहेको छ भन्दै म बाणीलाई विराम दिन चाहे। अस्तु।